बजेहरूलाई थाहा छैन, बजेहरूलाई सरप्राइज दिन जाने अब। लिलीले नि सरप्राइज हुन्छ दिदीलाई पनि सरप्राइज। त्यो दिदी यस्तो फर्चिज उड्छ जस्तो देखे यसलाई दुइटा बर्खाले नि पुग्दैन रे कि सरप्राइज होइन नातिनी आएर भयो आमा सन्जो छैन भनेर भेट्न आएको नि खुसी लाग्यो मेरो नातिनी आएको। गुड मर्निङ गाइस, गुड मर्निङ। आज चाहिँ म गाउँ जान लागेको। अहिले 5:30 भएको छ बिहानको। यसलाई उठाइदिएको छु है स्कुल जानुपर्छ अहिले 8 बजीतिर। के भयो सानो? के भयो? म जान्छ म जान्छु साँच्चै भनेको। जान कि नजान? अब म त्यो म भएन भने घरमा के गर्ने बदमास गर्ने होइन है। होमवर्क गर्ने टाइममा गर्ने नगर्ने गर्ने नगर्ने। दिदीको सामान केही चलाउने होइन। के अरे दिदीको रुममा मात्रै छिर्यो भने पिटाइ खान्छ। के खान्छ अरे? कहाँ पिट्छ दिदीले? बदमास हो घरको 1 नम्बरको बदमास है। ल उठ्नु अब दिदीलाई बाई गर्नु ल। ऊ त्यो रेडी हुँदैछ। अब निस्किन्छ एकछिनमा। हामी एकछिनमा गाडी आउँदैछ होइन। गएर सरप्राइज दिन आएको मामाबाट बजेर पनि केही थाहा छैन। आएर गएर बजेर पनि सरप्राइज हुन्छ। मेरो यहाँ नाकको कलभित्र यहाँ घाउ आएको थियो त्यो दुख्यो। लिलीले नि सरप्राइज हुन्छ लिलीलाई पनि सरप्राइज हुन्छ। लिलीकै घरको उता लमजुङको घरको। तपाईँलाई म भिडियो पठाउँछु लिलीको ल। वेदर पनि चिसो छ। माइजोराममा पनि रेडी भयो जानलाई है। झोला सेला प्याक गरेर अब गाडी कुर्दैछ हामी। कतिखेर आउँछ थाहा छैन। बजेहरूलाई थाहा छैन, बजेहरूलाई सरप्राइज दिन जाने अब। भने छैन मैले भनेको छैन। सबैको साथ त उडाउन जानु पर्यो। आयो माइक गाडी पनि। ए इजुर खो इजुर मा आसँग न ल चल। यहाँ चाहिँ हाम्रो खाजा खाने ब्रेक। अब एकछिन खाजा खाएर त्यसपछि जाने। गाडीमा भिडियो बनाएन, गाडी लाग्छ मलाई त्यही भएर। समामुवाचत सही माचत मेरो बेस्ट फ्रेन्डले यस्तो भनेर सजेस्ट गर्यो गीत। आमासँग बसेर सुने उसकै आमासँग। कस्तो रहेछ गीत? छोरीले सुन भनेको हाइवेमा। मेरो बेस्ट फ्रेन्डले म आएको थाहा छैन कि साथ उडाउनु जानु पऱ्यो घरमा एकछिन। त्यसपछि अनि म मेरो घर जान्छु उता। हेलो 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 आमा एकै मायालु सुतिरह। के हो यस्तो? ए के हो? के गरिरहेको यस्तो? साक्को रहेछ नि यो केटी। म अफिसमा छिरेको। अफिस बन्द रहेछ के यामा बमिट
अनि फोन गर्न पर्दैन भात सात बनाएर राखिसक्यो जाने उता गर यहाँ झर्दिएको तिमीलाई भेटेर जाऊँ भनेर म गाउँ जाने हो क्या आजै के हो भिडियो तर साथी यस्तै गरेको के हो यस्तो हकसक नि छैन साथी आएपछि यस्तो ढाँटेर के भन्दै नभनेर आउने मान्छेलाई के को हक सक हो के हो खुसी सुसी छैन साथी आएर छैन खुसी नभनिकन आएर यस्तो पनि बेसरेन हुन्छ आउँछु भन्ने अनि आज चाहिँ हेर्न भागेर आगे मेरो पेट लास्ट खराब भयो कि यहीँ त्यसरी अझै ए फाइनली आइपुग्यो खुसी छैन म आएर हेलो हेलो भनेको त को केटी हो त्यहाँ हेलो हेलो भन्दै आएको हस्पिटलको नर्सहरू रहेछ क्या भनिरहेको कि ल ठ्याक्कै आइपुग्यो अब एकछिनमा घर जान्छु म जसलाई लमजुङ आउनु भन्दा अहिले म आएको गाडीमा आउँदा हुन्छ म नम्बर राखिदिन्छु है तल मनाङतिर जान कता कता जान चाहिँ इजी हुन्छ त्यो गाडी बिहान अर्ली मर्निङ आउँछ 8:30 बजी त आइपुग्छ तिर जानु छ भने कि 8:30 बजी मनाङतिर गयो भने यहाँ आएर अनि गयो हुन्छ नि त त्यो गाडीमा आज जाने हो गाउँ आजै जान्छ म किन जाने किन हो बजे भेट्नु जाने बजेलाई पनि थाहा छैन म आँखा भनेर ए गाउँ आए बजे गाउँ आएको अरे ल अहिले घर गएर बनाउँछु एकछिनमा को ह्यान्डसम हो ओए 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 कस्तो मोटाको यो त छ्या कस्तो मोटाको कालु खै त देखा त राम्रोसँग 100 केजी भइस् क्या त छि यस्तो रेन्ज नि मोटाउने रहेछ कोही ल गयो म घर के लैजाउँ ब्याग नि ल यहाँ हालिदेऊ न त यहाँ हालिदियो हालिदियो छैन ल बाई बाई अहिले एकछिन ल फाइनली घर आयो खोइ यो कसो लागि रे नानुको लागि भेजिटेबल मासु खान्न फिस लभर म काका नि हाई भनिदिनु मेरो भिडियोमा हाई गरिदिनु न आज घर कति बात गरायो 5-6 महिनापछि बल्ल आज योसँग भात खाने मजारी बटर नै हाल्दिनु नानु यो चाहिँ लोकल काँक्रो खाइ नि सक्यो भयो धेरै नानुहरूले भयो कि ओहो खाना खान रेडी के गर्दै हो काले भाइ ड्युटी 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 अन म्यानेजरको काम गर्दै हो दिदी म्यानेजरलाई देखाउनुहोस् त ए म्यानेजर म त राइडर हो गाउँबेसीको कि हाम्रो गाउँबेसी मार्केटिङ गर्दैन है मलाई पे आउट गर्छ र मार्केटिङमा नि पैसा मान्छेहरूले तपाईँको सामान आयो आज म गाउँ नजाने भयो सम पर्सनल रिजन गाउँ नगएर त्यही भएर गाउँ बेसी आएको छु भोलि मात्र जाने भयो छि त्यो दिदी यस्तो फर्ची जोड्छ जस्तो देखे अनि धन्यवाद काले भाइ यस्तो ठुलो पानी परे यहाँ त पनि यसले मलाई चटपट लिएर आइदियो खोला साथी प्लिज छिट्टा यहाँको त कति पछि खानु पऱ्यो कहाँबाट ल्याइदियो होइन मलाई माथि मानङ्गे चौतारा गएर थ्याङ्क यू भाइ वेलकम म्यानेजरलाई त नदेखामै रिसाउँछ है म्यानेजर हाल्दा फेरि भाउ ठुलो हुन्छ है हामी जस्तो गाउँ भिडियोमा कहाँ आउन खोज्छ होइन राइडर हो भन्दिनँ मलाई म्यानेजर भन्दाखेरि पछि लाग्ला फेरि हामी भर्खरै खाजा खाएको अनि हामी दुईजनालाई एक प्लेट सिमोले पुग्यो यसलाई 2टा बर्गरले नि पुग्दैन रे होइन
कसैलाई बर्गरको कम्पिटिसन गराउनु छ भने हाम्रो काले भाइलाई सम्झिदिनु होला। हाम्रो काले भाइले खतरा हानिदिन्छ। बर्गर झन् राम्रो आएको थियो तेरो फ्ल्यास हान्दा। बर्गर खतरा खान्छ तर कालो देखिसक्यो त छ। यसले चाहिँ खतरा खाइदिन्छ है बर्गर। ल भाइ गम हान्दैन। अन्त 2 स्टारमै भ्याउँछ त 1 स्टारमै भ्याउँछ होला। आज अलि लजाए है भिडियो बनाएर नत्र यसले हान्छ 1 स्टारमै त्यो हो होइन। हाम्रो त मिठै लाग्छ यो चाहिँ बढेकोहरू है। बेसरको बर्गरको यो चाहिँ पुरानो तेलमा बनाएर हो नि त। अनि यो हेरेर भन्नुहोस् यो अनि यो कस्तो तेलमा बनाएको होला। मलाई मेरो के गल्ती यसले भनेको कुरा निकाल्यो पहिला। आफै बना कालले बनाउँदा त्यहाँदेखि मिठो भा यस्तो मिठोरी खान्छ कि यसले ओसे मिठो छ तर त्यस्तो नमिठो छैन यो। डेन्जर भोगमा भने 3टासम्म ठिक्क हुन्छ के। डेन्जर भोगमा भने 3टासम्म ठिक्क हुन्छ के बोले भाइ? अब के बोले हो अम्मा मलाई एउटा नि नसक्नु हुन्छ। मतलब एक बाइट खान्छ। अन्त म हाल्न हैन यो त अरूको हो भने नान्ने यसले कसैलाई मुकबाङ कम्पिटिसन गराउनु छ भने हाम्रो काले भाइलाई सम्झिनु होला। खाना टु गुड छ ऊ भ्याइदियो। अब ल धेरै नगर मेरो काले भाइको बेजेत हुन्छ यार। मेरो देखायो अनि भयो यति हो। ल हाई भनिदियो मेरो भिडियोमा ओइ हाई गर्दैन सानो हाई भनिदिनुहोस्। मेरो ब्लगमा हाई भनिदिनुहोस् भनेर अहिले तै गरिदियो नि त हाई। ल कति पछि भेट्यो यसलाई नि फाइनली। सन्तोषलाई मिस भइरहेको छ यहाँ। अनि अहिले चाहिँ म यसलाई भेट्न आएको यहाँ एकछिन। अब यहाँ खाजासाजा खाएर अनि घर रिटर्न हुने हो। हाई भन्नु सानो। नयाँ भएर नबोलेको अरे कि मसँग हो जाम्रे अन्त फेरि गफ दरु गाउँ जानु लागेको बल्ल आज आमालाई सरप्राइज दिन। यिनीहरूको हालत गाडी पानी परेर बिजोग छ। हिजो क्यान्सल भयो थियो आज जानु लाग्यो म। रिस्ना गाडी ठोक्न कपुर गाउँ त्यो भाग्यो हेर्नु। मेरो 1 and 1 सोल्टी राजा यहाँ छ। खै हाई गरिदिनुहोस् न मेरो भिडियोमा हाई गरिदिनुहोस्। छिटो हाई गरिदिनुहोस् न छिटो के। ल छिटो म थिएँ नि यहाँ भेट्यो बल्ल। गर्नु छिटो। मेरो सोल्टी 2टा मात्र छ। आफ्नै सोल्टी एउटा यो भयो एउटा काठमाडौँमा छ। सोल्टी यत्रु छ। सोल्टी नि बुढी भइसक्यो हो। गर्ने हो मसँग नगर्ने कसलाई गर्ने त कसलाई गर्ने। जाउ लायो गाउँ जाने तपाईँ नै जाऊँ। आज यहाँ भेटे बल्ल यहाँ भेटे। अब मलाई नि फ्यान उस गरिदिनु त। फ्यान मेरो सोल्टी राजा नि यो। मेरो च्यानलमा के भनिदिनु नि त भनिदिनु न। हाई भनिदिनु न। सब्सक्राइब गरिदिनु मेरो सोल्टिनीको च्यानल भन्नु न। छिटो भन्नु न भन्नु न नभनिदिनु।
सब गाउँले यहाँ माइजी त हिजो गइसक्नु भयो ल ल हाई भन्दै सुगम खै छिटो हाई ओए बल्ल हाई हाई गरिदिनु हाई गरिदिनुहोस् हाम्रो गाउँको न्यू जेनेरेसनहरू यिनीहरू सबै आमा कस्तो गर्मी भएको छोडिन् मलाई दिनु न बोतल दिनु न नो भन्छ उ ल लिन्छु ल रोइदि दिनुस् भन्नु न दिनुस् भन्नु न दिनुस् भन्नु न खोजेको हेर्नु दिनुस् भन्नु न दिनुस् भने दिनुहुन्छ दिनुस् भन्नु न दिनुस् दुईटा थाप्नु नेने ओए डेन्जर जिद्दी रहेछ हेर्नु यस्तो जिद्दी दिन्न मामा दिन्न दुईटा थाप्नु त नगर्ने ल जिद्दी हेर्नु ला जिद्दी रहेछ नदिने हेर्नु बल्ल मेरो इगो सेटिस्फाई भयो यस्तो जिद्दीलाई बाटो त डेन्जर भएछ गाडी त खत्रै गाडी त डेन्जर सुतो रहेछ कि हामी भाइ के हो यस्तो गाडी त सुतो रहेछ गाडी त सुते भाइ भइन्छ यार डरलाग्दो भएछ अहिलेको बाटो यो पहिरो यस्तो डेन्जर सुतेर यहाँ पहिरो गएको बाटोमा त डेन्जर डरलाग्दो बाटो त सबैको डराएर मुख होइन म त कति पछि हाम्रो गाउँको बाटोमा यस्तो भएको क्या नत्र हाम्रो गाउँको बाटो त राम्रो छ नि त यो पालि त सुत्छ त अनि म आएको आमालाई थाहा छैन आमा दिएन क्या मलाई हातले उस गरेर हेरिरहेछ कुदेबाट हेलो दिदी सन्चै हुनुहुन्छ कहिले आउनुभयो तपाईँ आमा सरप्राइज भयो तपाईँ यस्तो आमा सरप्राइज दिन आएको देखिहाल्यो त कसले भनेको तपाईँलाई मिसामाले कहिले नानु खेल्नु आफै बाबा भन्छ आज गइनु होला यसको लुके भएको यसको कबुतला सरप्राइज होइन नातिनी आएर भयो आमा सन्चो छैन भनेर भेट्न आएको नि खुसी लाग्यो मेरो नातिनी आएको भएर थेरापी गर्न कहिले झर्ने अब अब हेरौँ
1-2 दिन पछि 1-2 दिन बसेर झर्ने अब है। यसको त के भएछ सबै झरेछ है, तालु तालु हुन लागेछ त खोइ। अलकवास नजरले पिट्छु मैले अहिले। सिलाउँदो रहेछ किन यसो तालु तालु हुन लाग्यो यसो कपाल? यो सबै झर्छ जस्तो लाग्यो मैले। के खुवाइदिन्छ यसलाई? दहीहरू खुवाइदिन्छ र? दही खान दिन्छ नि त मम्मीले। दहीहरू त दिनुहुन्न हुन्छ कुकुरहरूलाई। सिलाउँदो रहेछ कन्याको कन्या गर्छ। हो त्यो दहीहरू दियो भने त्यसको सिम्टम जस्तो लाग्यो यसलाई। हिँड्दो रातो रातो भयो नि त यो त साइड साइडमा। रोगी भइस् त पनि। यो त भुत्ला गर्दै दिदीको प्यान्टै भरि। हेर्न कति धेरै लागेको। त्यो सेतो भएर झन् देख्दै देखिएन है। ओ बुतुतै झरे। डल्लु ए यिनीहरू आज जम्मै रौठा उ भा। आज त लिन नि आएन त डल्लु बजे। हाई गरिदिनु न ल। अर्को बजे त मैले बेसरमा भेटेँ थिएँ आज। कुन बजे? बुढीमा उताको बुढी बजे। घर जाम माथि नभनेको त। जाम भनेको त म त भनिरहेको थिएँ अहिले त कसरी जाने त गर्दै थियो मलाई त। जाम भन्नुपर्छ नि आमा नि आछ पनि। हाम्रो जुगाको सिजन भयो। हाम्रो बजे अब कति उफ्रिने जुगा र गुडाउला देखेर। गाउँमा बसेर जुगा देखेर डराउने मान्छे उहाँको फेस हो। हेर्नुहोस् बजेले अघि खाली पो बस्यो त। चुरो लगाइरहनु पर्छ एउटा त यस्तो लगाइरह्यो भने नराम्रो देख्दैन। आमा त झन् कस्तो माया लाग्दो रे एक्लै बसिरहेको रहेछ म आएको त घरमा। उयो बाहिर अन्डा पनि हाल्नु सरी थाउदिन अब त अन्डा नि नल्याए हुन्छ आमा। बर्ड फ्लू आउँछ त यहाँबाट दियो नि। मेरो झोला जबरजस्ती बोकेर हिँडे आमाले माथि बेडमा आएको। नबोक भन्दा नि मानेन। के अरे मेरो फेभरेट बेडमा अरे यो हो क्या मेरो सुत्ने ठाउँ। यहाँ घरमा सधैँ आयो भने यो फोहोर झरेर रहेछ यहाँ। यो सब फेरिदिने रे अब आमाले। अब 2-3 दिन गाउँमा बसिन्छ आमासँग अनि जान्छ। बेडसिट लिएर आयो आमाले। निकालिदिनु नि आमा त्यो त खै म निकालिदिन्छु आमा म फेरिदिन्छु। बुढी उताको बुढी माथिबाट बिचरा आउनु मन लाग्थ्यो होला गाउँ है। यो बिचरा हिँड्न नसी हिँडिरहेको थियो त्यहाँ बाटोमा। अब यहाँ त राति कति मजा आउँछ होला। यस्तो आनन्द हुन्छ पानी पऱ्यो भने नि। यस्तो हो यहाँ हावा सिनिन सिरक बुम्लुङ्ग उडेर। सबैको फेभरेट बेड हो यो प्राय सबैलाई मनपर्छ यो। साइली बजी कतिखेर आउँछ त आमा? खै राबसिङ जाम भनेर भयो भनेर। ए हाम्रो गाउँमा उता मान्छे बाहिर बितेर बिचरा ल्याएको छ अरे लास अनि आमाहरू त्यहाँ गएर आएको अरे। के भएर परेको रे आमा? प्रेसर हाईले ढलेर भने होइन त्यही भएर। ल म नि बेड बनाउन गएँ एकछिन। यहाँ के गर्यो भने चाहिँ जाँड पकायो अरे आज। जाँड पकाएर जाँडै पकाउनु मम्मीले फेरि जाँड पकाउनु जान्दैन। अच्छा जाँड पकाएर आमा गाउँतिर त हुन्छ कि अलिअलि त यस्तो 1 बोरा सो बोरा त जाँड त है। कहिले निस्किन्छ भोलि निस्किन्छ होइन। आमा कोहीको धारा कति ठुलो भयो। त्यो धारा छ है मूल ऊ त्यहाँ अरे त्यहाँ मूल छ ऊ बगेछ त्यहाँ मूल। ओहो घर त यस्तो सफा। डल्ले त कति धेरै फल्यो रहेछ कि यहाँ। डल्ले तर सानो सानो रहेछ अहिले त अलिक टन्नै फल्यो डल्ले खोर्सानी। त पानी पऱ्यो चलाउनु हुन्न शीत लाग्छ।
फुल फुल कस्तो आनन्द आएको गाउँमा त यस्तो चिसो हो कस्तो आनन्द आयो ज्याकेट लाएर बस्ने सिचुएसन छ गाउँमा तर म चिसै खान्छु र आज हाम्रो खानामा सिम्पल छ दाल बोडी र गुन्द्रुक खुर्सानी मोही काँक्रो मासु नखाने भनेर आमाले आउने बित्तिकै कुखुरा काटिदिने भन्दै थियो म मासु लबर परेन ए त्यो उ खान्छ होला नि त के त्यहाँ मम्मीले के खाना आमा नल्याउनु मलाई के खानु म सादा खान्छु भात नल्याउनु क्या आमा खान्न म त्यो खान्न म कति नि खाने भए अघि पनि चिकन खान्छु भनिहाल्छु नि खान्न कि मलाई के खानु मन लाग्नु मलाई सादै खानु मन लाग्छ भात मही र भातमा त खानु बरु तपाईँ भात खायो ल अब भात खान्छौँ आजलाई यति नै हो बजे नाति नै अनि गफ गर्दै सुत्छौँ आज होइन आमा बोडीको तरकारी गुन्द्रुक हालेको ल बाई गर्दिनँ आमा बाई मेरो सोल्टी राजा आएको अरे बजेलाई भेट्न बालको खाइरहेको टाटा हो यो भाइ सु आइ सरुवा आमा 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 बडकै तिखो टाउको मन पर्छ जेठानी देउरानी है आगो पनि चकचक गरेर हाल्दैछ सबै कुड्काएर राख्दैछ क्या मैले जेठानी देउरानी अहिले नै भात खाएर कता जाने अरे भरे रातभरि नानीले फेरि छिटो गर्छ नि त भात छिटो छिटो भन्छ साइदिने आएन उदेगा यो चाहिँ हिरुनीको भाग होइन ओले खुराक खुराक सम्पत्ति सम्पत्ति भयोहरूका सम्पत्ति यही हो ठुलो यस्तो देख्दा नि खान मन लाग्छ के गर्नु अब लाग्ने भएर खै सबैभन्दा ठुलो सम्पत्ति अनि सबैभन्दा खुसी हुने चिज यी गोठ देख्दा डर लाग्छ खिर खानु मन त लाग्छ खाऊ अब बोल्दैछ बोकिनु भित्र राख्छु बिहान